वेलकम ब्याक टु माई न्यू भिडियो न्यू डे न्यू ब्लग। अनि आज चाहिँ हामीहरू जाँदैछौँ। आज चाहिँ हामी दुईजनाकै छुट्टी छ। रोम रोम भाइयों वेकअपम क्रिटिकल कन्डिसनम अर्थम वेकअपम त्यही ठाउँमा आइपुगेको छ। घुमेर के यस्तो गोलो घुमेर होइन, त्यही हाम्रो दुईजनाको छुट्टी हुने टाइममै आइपुगिसकेको छ। अनि छुट्टीको दिन पनि छ। अनि मेरो चप्पल र जुत्ता पनि पुरानो भइसक्यो, चेन्ज गर्ने बेला भएको छ। त्यही हो। अनि आज फेरि जुत्ता चप्पल किन्नु गइरहेको छु म। त्यसपछि अरू यताउता पनि राउन्ड हान्ने घुम्ने। अनि अहिले चाहिँ फेरि त्यहाँ गएर फेरि अहिले जुत्ता लाएर गयो भने त्यहाँ गएर फेरि जुत्ता खोलो, फेरि अर्को जुत्ता लायो। लास्टै ल्याङ के हुन्छ क्या, के भन्छ के लास्टै त्यहाँ लाग्छ मलाई। अनि म अहिले चाहिँ यहाँ पुरानो चप्पल चाहिँ केटाहरूको कुन चाहिँ कसको चप्पल थाहा छैन मलाई, लाएर गइरहेको छु त्यहाँ जाने। त्यहाँ पुगेपछि चाहिँ नयाँ जुत्ता लाउँछु, पुरानो त्यो अनि जुत्ताको कार्टुनमा चप्पल राखेर आउँछु। हो त्यही गर्ने प्लान छ मेरो। यहाँ चाहिँ अहिले ट्राफिक छ। अनि ट्राफिकको बिचमा म चाहिँ भ्लग बनाउँदै हिँडिरहेको छु पहिलाको जस्तै। किनकि मेरो लागि त यो नर्मल हो नि त। अरूको लागि चाहिँ ओ के गर्छ यसले भन्छ यहाँ गाडी एकछिन बाटो क्रस गर्छु म। अझ यो बाटोभरि गाडी नै गाडी कुदिरहेको छ। त्यसैले यहाँ ट्राफिक जाम हुन्छ भनेर हामीले चाहिँ हाम्रो गाडी पार्किङमै छोडेको छौँ। चाबी पनि एउटालाई दिएर ए यो पार्क गर भनेर पठाइदिएको छु मैले। कहाँ लगेर पार्क गरेर थाहा छैन मलाई। अहिले एकछिन पनि खोज्नु जान्छु। फेरि पछाडि पनि गाडी आउँदैछ है गाइस, गाडीहरू आउँदैछ। यहाँ चाहिँ फेरि होइन, अब यो लाइनमा सबैतिर गाडी नै गाडी छ नि त। अनि यत्तिकै हिँडिहाल्यो भने पनि अलिकति हेर्नु त गाडी भाइ गाडी भन्नेको भने हे चाहिँदैन गाडी, मेरै छ गाडी हे भन्छ। म हिँड्दै आउने नयाँ जुत्ता लाएर बाटोमा हिँड्नु आँटेको, गाडी लिएर के गर्नु फेरि त्यत्रो नयाँ जुत्ता लाएर फेरि गाडीमै छिर्ने भए किन जुत्ता किन्नु। अनि इग्नोर हान्दै हिँडिरहेको छु यहाँ। गाडी यही भन्छ हे इधर हे इस एक दो भनिदिन्छु अनि चलिदिन्छु। अनि आजभोलि चाहिँ कसैले सोधिहाल्यो भने दिन कस्तो गयो भन्दाखेरि मेरो यही झुन्डिरहेछ। आजको दिन कस्तो भयो भन्दाखेरि आजको दिन टुङटुङ ढेँड्याउ भयो भन्छु। किनकि त्यस्तै भइरहेको हुन्छ जिन्दगी। लाइभे मेरो भाइ लोग ओ यतापट्टि चाहिँ फेरि भिडियो बनाएको यहाँ धोतीहरू होइन ओ लाइभे भन्दै हातहरू उठाउँदैछ, देखाउँदैछ। हामी पनि आउँछौँ कि भनेर हात उठाउँदैछ। मैले देखाउने कोसिस गरेँ तर देखिनँ तिनीहरू। एक त कालो छ, त्यही माथि अँध्यारो छ यहाँ। त्यति खासै गरो त हामी पनि होइन, तर तिनीहरूको अगाडि चाहिँ मिस्टर ह्यान्डसम नै हो भन्छ नि क्यारे। घरमा पानी धेरै पानी खानुपर्छ। अनि किन धेरै पानी खानुपर्छ भनेर सोध्यो भने स्किनको लागि राम्रो हो। यो स्किनको लागि कसको लागि राम्रो भन्दाखेरि जो सानोदेखि गोरो हुन्छ नि, सुरुमै गोरो छ तिनीहरूको लागि राम्रो हो क्या। अनि खान्छ अलिअलि तिनीहरूको स्किनमा यो देखिन्छ। कहाँ थिएँ म, के कुरा गर्दै थिएँ। जो चाहिँ सानोदेखि नै गोरो हुन्छ तिनीहरूले चाहिँ पानी खायो भने स्किन अलिक राम्रो भएको देखिन्छ भने हामी जस्तैले भन्दा नि म जस्तैले खायो भने त मैले घरमा त्यो सुनेपछि ओ स्किन राम्रो हुन्छ अरे। दुई बोतल पानी सके ऐनामा गएर हेर्नु जस्ताको त्यस्तै छ। बढीभन्दा बढी पिसाब आइरहेछ, त्योभन्दा बढी केही भएको छैन। हामीलाई आउनेहरूको पिसाब मात्रै धेरै पानी खायो भने त्यो स्किन राम्रो छ भने त्यो भ्रम हो। त्यो कालो छाला भएकोहरूको लागि होइन त्यो। तिनी भन्नु थियो मलाई गाइस। मैले आज यो कुरा नि आज क्लियर गर्दै। हाम्रो डेस्टिनेसन चाहिँ आउन आँटिसक्यो। हामी जाने मार्केट कहाँ पो थियो यार, ए हो त्यहाँ। अब यो रोड कटेपछि आउँछ, त्यसैले अहिले चाहिँ एकछिन म बाटो क्रस गर्छु, त्यसपछि भिडियो बनाउँछु। त्यति बेलासम्म स्टे ट्युन गाइस। अब चाहिँ हामी पुग्न आँटिसक्यौँ। अब यस्तै 200 मिटरको दूरीमा छ हामी जाने ठाउँ चाहिँ। त्यही हो। अनि अहिले डेमा छुट्टी भएर काम छैन क्या, लास्टै गर्मी हुन्छ। किनकि आजभोलि यस्तो गर्मी छ कि त्यही नवाजको गीत याद आउँछ। बाटोमा निस्किनु बित्तिकै ताप कम बढे ज्वाला सला फुट्यो टाउको सको तालु सालु हो त्यस्तो खाले हुन्छ। त्यसैले न चाहिँ राति नै निस्किनु पर्छ। जताबाट आए पनि ढोका छँदैछ, छिर्दिनु पर्छ। छानेको कुन छानेको ठुलो भएन यही छानेको के लगिदिनु पऱ्यो। धेरै कसले हेरिरहेको छ एउटा मिल्यो मैले रोजेको जुत्ता यही हो। अब राम्रो त लाग्यो मलाई, राम्रो लाग्यो, तर अलिकति साइज ठुलो रहेछ। फेरि त्यसलाई सोध्न पर्छ मान्छेलाई। गाई चाहिँ एउटा चप्पल पनि लिनुपर्ने छ, तर यति धेरै चाहिँ कुन लिनु अब कसरी चेक गर्नु। जान त खुट्टेमै लाउनु त खुट्टेमै हो, तर कुन खाले लाउनु निकाल्दै प्याटी हान्दै चेक गर्नु पर्दैन है। कस्तो खाले लिनु चप्पल गाई, फिलिङ कन्फ्युज। धेरै नसोची एक ग्रिनवालै डन गरौँ चलेगा। यो चेक गरौँ अब कस्तो हुन्छ। मलाई चाहिँ ठुलो हुन्छ जस्तो लागिरहेको छ, यो एक्स्ट्रा लाग्छ। सुड्डीहरू नभएको भए चाहिँ म सर्ट पनि खोलेर लाउँथेँ। सुड्डीहरू भएर सक्नु पनि माथिबाट ट्राई गरेको ठिक हुन्छ।
लगिङ त यतै नि अरू अरू कलरमा हेरौँ न यता देखाउँदा त यो खाले छ यो कलर यो एउटा चेक गर्नुपर्छ अब चेक गरेर अहिले एकछिनमा लिने गाइस फाइनली मैले जुत्ता पनि लगाइसकेँ अनि ड्रेस पनि चेन्ज भइसक्यो मैले अघि किनेको नि लगाइ पनि सकेँ पुरानो जुत्ता त चिज पुरानो लुगा कपडाहरू चिज झोलामा छ अनि नयाँ लाएर हिँडिसकेँ मैले बाटोमै के भरे अब लाउनु भयो कहिले लाउनु पाइन्छ थाहा हुँदैन छुट्टी आजै भने उतै किने उतै बाटोमा आउँदै फेरेर चेन्ज गरेर सक्छ जुत्ता सुत्ता लाएर रेडी भइसक्यो गाइस म यहाँ एक दुईवटा फोटो हान्ने माथिबाट त्यसपछि रुमतिर जाने गाइस आजको प्रोग्राम चाहिँ समाप्त गरौँ फोटोहरू पनि खिचिसक्यौँ भिडियो पनि बनाइसक्यौँ अब त्यो लास्टै भोक लागेको छ जाने गएर रेस्टुरेन्टमा गएर खाना खाने त्यसपछि भिडियो एडिटिङ गर्ने हाल्ने सुत्ने